त्यो कोसीबाट पानी ल्याउने एजेन्डा कसको हो? हर्क साम्बाको होइन। म यदि सांसद भएर नगएको भए त्यो प्रोजेक्ट नै आउँदैन थियो होइन, त्यो चिज हो। र त्यसरी चाहिँ नि पैसा ल्याइयो। यो ग्वाचे हर्केको एकदम छोटो सोच क्या, यो ग्वाचेको एकदमै छोटो सोच क्या, एकदमै छोटो, एकदमै सानो मन, एकदमै सङ्कुचित विचार क्या यसको। हेर्नुहोस्, त्यो बजेट ल्याएको उसले हो, यसले हो। अनि यो बालेनले भने चाहिँ यसको बाउ होइन, बाउ चाहिँ नभनौँ, अब उसको भाषा युज नगरौँ क्या। अनि यो चाहिँ बालेनले भने के त, पिउने पानीको पनि धेरै समस्या छ। धरानमा पानी ल्याउनलाई लगभग 5-6 अर्ब लाग्छ, तर सायद यहाँका जनप्रतिनिधि त्यो सरकारमा पुगेन होला, त्यहाँको पार्टी पुगेन होला। कुन पार्टी पुग्छ अब त्यो सरकारमा? यो भेगलाई त्यो पिउने पानी खुवाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। अनि यो बालेनले पानी खुवाउँछु धरानलाई, मलाई सत्तामा पुर्याउनुहोस्, पानी म खुवाउँछु भनेर बालेनले भनेको चाहिँ के त? एकदम सङ्कीर्ण विचारले हुँदैन क्या हर्के। राजनीति भनेको के भन्नु यार यो हर्केलाई, उसको पछि लागिरह फेरि उपमेयरको। त्यसरी चाहिँ नि पैसा ल्याइयो। अब यहाँ चाहिँ अहिले के अरे हाम्रो उपमेयरले चाहिँ के भन्दो रहेछ भने बालेनको पार्टीले त्यो ठाउँबाट नजिते पनि बालेनले बोलेको बाचा पुरा गर्यो, पानी खुवाइदियो धरानलाई अर्बौँ बजेट दिएर। यो मुलाको त्यो बजेट कसले दियो र कहाँबाट दियो? मैले ल्याएको हो यहाँ त्यहाँ। यो मुलाले यस्तो राजनीति गर्ने हो। यो केपी ओलीबाट सबै कुरा सिक्यो। हेर्नुहोस्, सब केपी ओलीको छ क्या, जति दिमाग भएभरको केपी ओलीको डाउनलोड गरेर हिँडेको छ क्या। बालेनले बखैदा म पानी खुवाउँछु, तपाईँहरू भोट दिनुहोस् नदिनुहोस् भनेर धरानमा गएर बोलेको छ यार। अब रवि बालेनकै अर्थमन्त्री हो बजेट हाल्ने पनि त्यहाँ, यसको त हातै छैन नि त। यसको त 3 सिट हो, यसले के हाल्न सक्छ बजेट? यसरी झुट बोलेर यो कहिलेसम्म राजनीति गर्छ यो उहाँ चाहिँ हर्के? अचम्म लाग्छ।